मैले सम्माननीय प्रधानमन्त्रीज्यूको सामाजिक सञ्जाल फेसबुक स्ट्याटस पढेको थिएँ। नेपाली जनताले प्रचण्ड बहुमत दिएर बनेको मन्त्री परिषद र उहाँको सिङ्गो सचिवालय पनि उहाँ एक्लो हुनुभएको पाएँ। प्रधानमन्त्रीज्यू कोसँग एक्लै लडिरहनु भएको छ त्यो त उहाँलाई नै थाहा होला। तर आज यो गरिमामय सदनमा उभिएर म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूको त्यो एक्लोपनलाई साथ दिन चाहन्छु। म थप जोड्न चाहन्छु, प्रधानमन्त्री नियुक्ति भएको पहिलो निर्णयबाट नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई राजनीतिक प्रतिशोधकै आधारमा गैर कानुनी नियन्त्रण लिएको कुरामा बिर्सिएर त्योभन्दा माथि उठेर फेरि पनि प्रधानमन्त्रीज्यूको एक्लोपनको साथ दिन चाहन्छु। सभामुख महोदय, मेरो साथ केवल व्यक्तिको लागि छैन, देश र जनताको निहित केही शर्तहरू छन्, म राख्न चाहन्छु। सभामुख महोदय, यसअघि नै मैले सदनमा उठाइसकेको विषय हो। प्रधानमन्त्रीज्यूले नेपालले भारतको सिमाना कुनै पनि समयमा, कुनै पनि खण्डमा, कुनै पनि भूभाग कहिले पनि मिचेको छैन र यो विषय राष्ट्रिय अस्मितामा चोट लाग्ने विषय हो। प्रधानमन्त्रीज्यूले न आजसम्म सच्याउनु भयो, न त आजसम्म जनतासँग माफी माग्नु भएको छ र म भन्न चाहन्छु, कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू? नो लाइन, ओन्ली अनलाइन, यो तपाईहरूको बाचापत्र हो। लाइसेन्स र पासपोर्ट घर घरमा पिर्याउँछ भनेको तपाईहरूको बाचापत्र। अघिल्लो सरकारले 12 लाख प्रिन्ट गरेर राखिदिएको लाइसेन्ससम्म बाँड्न सक्नु भएन। अझ त्यो देख्दा एक बिहानै झिसमिसमा ती नवयुवाहरू 3-4 बजेदेखि पासपोर्टको लाइनमा लागेको देख्दा, खाना पकाउने ग्यासमा नेपाली जनताहरू दर्जनौं किलोमिटर लाइन लागेको देख्दा के मनले भनौँ प्रधानमन्त्रीज्यू तपाईँलाई कसरी साथ दिउँ? सभामुख महोदय, आज लाखौं नेपाली युवाहरू विदेशमा छन्। उनीहरूको जवानी, श्रम र पसिना त्यही बितेको छ। आज खाडीमा चरम गर्मीले हरेक दिन पसिनाले नुहाएर पठाएको रेमिटेन्सले यो देशको अर्थतन्त्र चलेको छ। आज ती श्रमिकहरूको सास र लासको आवाज उठाइराखेको छु। हामी कति दिन बाकसमा एयरपोर्टमा लिन जानु पर्ने हो। श्रमिकहरूले पठाएको रेमिटेन्सको गत वर्षको मात्रै कुरा गरौँ, करिब 21 खर्ब रेमिटेन्स नेपालमा भित्रिएको थियो। यदि त्यसको 1 वर्षको 1% मात्र लगानी नेपाली युवाहरूको, श्रमिकहरूको गुणस्तरीय जीवनको लागि लगानी गर्ने हो भने मात्रै 21 अर्ब हुँदो रहेछ। यदि मात्रै लगानी गर्ने हो भने हाम्रा युवाहरू, हाम्रा श्रमिकहरू अन्तर्राष्ट्रिय स्तरको स्किल ट्रेनिङ दिएर हामी दक्ष युवा जनशक्ति बनाएर बाहिर पठाउँछौँ र यस्ता खालका समस्याहरू समाधान गर्छौँ। यति पनि श्रमिकको रूपमा गर्न नसकिएन भने कुन आँखाले मैले साथ दिउँ प्रधानमन्त्रीज्यू? अझ म माग राख्न चाहन्छु, नेपालको जीडीपीको 25 देखि 30% रेमिटेन्स पठाउने ती श्रमिकहरूको सम्मान खातिर नेपालको भैरवा अन्तर्राष्ट्रिय विमानस्थल नचलेर राखेको छ, त्यसलाई डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल बनाऊ। सरकारले विज्ञापन निजी मिडियाले रोक्नु ठिकै होला, तर सरकारका निर्णय फेसबुकमा राखेर लाखौं कमाउने र राज्यको सूचनालाई व्यक्तिको आम्दानीको आधार बनाएर माध्यम बनाउने यस्तो प्रविधि र यो दोहोरो मापदण्डलाई कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू? विगत 1 वर्षदेखि महँगी र मूल्य वृद्धि, प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढिराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढिसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली बाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ। महँगीले ढाँट सेकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म ती जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौं? सरकार डिजिटल नेपाल, आईटी, एआई र डेटा सेन्टरको ठुलो कुरो गर्छ, तर नेपालमा भएको 2 मात्र ठुला टेलिकम, नेपाल टेलिकम र एनसेलको
एउटा सामान्य नेटवर्क पनि प्रभावकारी सञ्चालन र व्यवस्थापन गर्न सकेको छैन। आज यही सदनमा हामीले डेटा चलाइयो भने इन्टरनेट नचलेर डेटा चलाउने, मोबाइल चलाउन नसकिने अवस्था छ। यस्तो एउटा सामान्य नेटवर्कसम्म व्यवस्थापन गर्न नसक्ने सरकारले एआई र डिजिटल नेपालको प्लेटफर्म बनाउँछ, फ्रेमवर्क बनाउँछ भनेर कसरी विश्वास गर्न सकौँ र कुन मनले साथ दिउँ प्रधानमन्त्रीज्यू? सभामुख महोदय, यता मेरिटोक्रेसीको भजन गाउँदै झन्डै 1600 राजनीतिक नियुक्ति खारेज गर्ने, उता राजसपालाई घन्टीलाई भोट हालेकोलाई थप 1 अङ्क, आफन्तलाई 100 अङ्क भनेर हाका हाकी भन्ने यो ब्लू मेरिटोक्रेसीलाई कसरी साथ दिउँ प्रमज्यू? सभामुख महोदय, भर्खरै विश्वकप फुटबल चलिरहेको थियो। नेपालमा खेलकुद मन्त्रालय राखे पर एन्फाको गजबको खेल चलिराखेको थियो। विश्वकपले सारा फुटबल जगतमा उत्साह छाडेर गयो, तर नेपालमा सरकारको गैर जिम्मेवारीपनले फिफाले एन्फाले निलम्बनको निराशा छाडेर गयो। अझ खेलाडी जति सबै विदेशमा पलायन हुने, बाँकी रहेको खेलाडीहरूले पनि साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्मको इतिहासमै सहभागी हुन पाएन। यो नयाँ इतिहास रचेको सरकारलाई म खेलाडीको हैसियतले कुन मनबाट, कुन आँखाबाट साथ समर्थन गरौँ प्रमज्यू? सभामुख महोदय, जसरी मिडियामा सम्माननीय प्रधानमन्त्रीज्यू मेयर हुँदा हटाउन असमर्थ रहेको सुकुम्बासी बस्तीले रोपेको इगोको बिउ प्रधानमन्त्री भएपछि शान्त पार्न राज्य संविधान सम्पूर्ण लगाएर जनताको बासको संविधान प्रदत्त अधिकारलाई समेत खिल्ली उडाउँदै रातारात आफ्नै नागरिकमाथि शरणार्थी जस्तै व्यवहार गरेर अकालमा ज्यान गुमाउन पुगेका ती सुकुम्बासी दाजुभाइ दिदीबहिनी र तिनका सन्ततिको आँखामा छचल्किएको आँसुलाई सम्झँदा कसरी साथ दिउँ प्रधानमन्त्रीज्यू? सामान्य सभामुख महोदय, प्रधानमन्त्रीज्यूले भन्नुभएको छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। म यो फोरमबाट अलिकति पनि सोध्न चाहन्न प्रधानमन्त्रीज्यूलाई अकट्य मानेको 182 कहाँ पुग्यो भनेर, तर म भन्न चाहन्छु यो तपाईँको लडाइँ भ्रष्टाचार विरुद्धको लडाइँ हो भने, यो तपाईँ लोकतन्त्रको पक्षमा लडाइँ हो भने, यो तपाईँको लडाइँ युवाको रोजगारको लागि हो भने, राष्ट्रिय स्वाभिमानको लागि हो भने, दर्बिलो अर्थतन्त्रको लागि हो भने, नेपालको सार्वभौमिकताको पक्षको लागि हो भने हामी साथ दिन्छौँ। तर सरकारले गर्ती वर्ष प्रश्न जोरदार उठ्छ र प्रश्नमाथि अपराधी नबनाइयोस्। धन्यवाद।